नमस्कार प्रिय विद्यार्थी भाइ बहिनीहरू, म आज तपाईँहरूका सामु नेपाली भाषा तत्त्व अथवा व्याकरण अन्तर्गत वाच्य के हो, वाच्य कति प्रकारका हुन्छन् र कसरी वाच्य परिवर्तन गरिन्छ भन्ने विषय लिएर आएको छु। आशा छ यसबाट तपाईँहरूले लाभ लिनुहुनेछ। म लक्ष्मी प्रसाद घिमिरे सिन्धुली जिल्ला फिक्कल गाउँपालिका वडा नम्बर 4 मा सञ्चालित सुनकोशी माध्यमिक विद्यालयको मावि तहको नेपाली विषय शिक्षक। मैले तपाईँहरूका सामु अबबाट केही नेपाली भाषासँग सम्बन्धित विषयमा भिडियोहरू लिएर आउनेछु। आज वाच्य शीर्षकको विषयवस्तु छ यो व्याकरण खण्डमा। वाच्य के हो? तपाईहरूले पहिल्यै जानिसक्नु भएको छ। वाच्य भन्नाले एक किसिमको भनाइ हो जहाँ कर्ता, कर्म र क्रियाको कर्ताका आधारमा क्रिया, कर्मका आधारमा क्रिया र क्रिया नै प्रधान रहने गर्दछ। यो तपाईहरूले थाहा पाइसक्नु भएकै विषयवस्तु छ। यो जान्नुभएको विषय हो भने अब हामी यो वाच्य अन्तर्गत केही जानकारीहरू, थप जानकारीहरू लिनेछौँ। ल अब अगाडि जाउँ। भनिसकेँ, वाक्यमा रहेका कर्ता, कर्म र भावका आधारमा क्रियाको परिवर्तन गर्ने प्रक्रिया चाहिँ वाच्य हो। त्यो तरिकालाई वाच्य भनिन्छ, त्यो युक्तिलाई वाच्य भनिन्छ। त्यो भनाइ एक प्रकारको भनाइ हो भनेर बुझ्दा पनि हुन्छ वाच्यलाई। तर त्यसमा अरू धेरै कुरा हेरिँदैन। कर्ता, कर्म र भावका आधारमा क्रियाको परिवर्तन कसरी हुन्छ भन्ने विषय त्यसमा हेर्नुपर्छ। अब नेपाली व्याकरणमा वाच्य 3 प्रकारका छन्। 3 प्रकारका वाच्यहरू हामी पढ्छौँ। अनुमान गर्नु त के हुन् तिनीहरू? अनुमान गरिसक्नुभयो होला। तिनीहरू कर्तृवाच्य, कर्मवाच्य र भाववाच्य हुन्। तपाईहरूले कत्री भन्नु होला, कत्री हुँदैन, त्यो कर्तृवाच्य। त्यसलाई ध्यान दिनु होला है। अब हामी अगाडि बढ्छौँ। वाच्य कसरी चिन्ने त? कर्तृवाच्य, कर्मवाच्य र भाववाच्य भनेका छौँ। त कर्तृवाच्य के हो, कर्मवाच्य के हो, कसरी चिन्ने, भाववाच्य के हो, त्यसका लागि केही आधारहरू हामीले सिक्न जरुरी छ। त्यो के हो भने वाच्य जान्नको लागि सबैभन्दा पहिले क्रिया चिनेको हुनुपर्छ। सानो कक्षामा क्रिया थाहा नपाएको हुन सक्नुहुन्छ भाइ बहिनीहरूले, तर माथिल्ला कक्षाहरूमा आइपुग्दा क्रियाको बारेमा जानकारी पक्कै भइसकेको हुन्छ। कुनै पनि वाक्यमा जसले काम बुझाउँछ र वाक्यलाई पुरा गर्छ त्यो नै क्रिया हो भन्ने कुरा तपाईहरूले थाहा पाइसक्नु भएको छ। काम बुझाएको हुनुपर्छ, वाक्यलाई पुरा गरेको हुनुपर्छ। जस्तै म भात खान्छु, यो वाक्यमा काम गर्नका लागि म आएको छु र क्रिया चाहिँ काम चाहिँ के हुन्छ भन्दा खाने काम, खान्छु भनेको छ नि, हो त्यो खान्छु चाहिँ क्रिया। फेरि तपाईहरू कतिपय भाइ बहिनीहरूले कक्षा शिक्षणकै सन्दर्भमा पनि के भन्ने गर्नुभएको छ भने पूर्ण विराम भन्दा अगाडि आउने क्रिया हुन्छ भनेर भन्नुभएको छ। त्यो होइन भन्दा पनि अलिक बुझ्न तपाईहरूले असजिलो मानेको महसुस भएको मेरो अनुभव छ। जान्छु भनिन् उनले, जान्छु भनिन् उनले, जान्छु भनिन् उनीले, यो वाक्य हेर्नु त। उनीले भन्दा पछाडि पूर्ण विराम छ भने उनीले नै क्रिया हो भनेर तपाईहरू झुक्किनु चाहिँ भएन। त्यो आलङ्कारिक पदक्रममा क्रिया अगाडि पछाडि जता पनि आउन सक्छ, त्यो क्रिया होइन। त्यसरी हेर्नु होला। अब कर्ता अनुसारको क्रियापदको प्रयोग छ भने त्यो कर्तृवाच्य हुन्छ। हेर्नुहोस् त, आरोग्य घर जान्छन्, आरोग्य स्त्रीलिङ्गी, क्रियापद जान्छन् स्त्रीलिङ्गी। निकेश चिठी लेख्छन्, निकेश पुल्लिङ्ग, लेख्छन् पनि पुल्लिङ्ग नै छ। आरोग्य र निकेश कर्ता हुन्, उनीहरूको आधारमा क्रियाको प्रयोग भएको छ, जान्छन् र लेख्छन् क्रिया। त्यसैले यी कर्तृवाच्यका क्रिया हुन् भनेर बुझ्नु होला। बुझ्नुहुन्छ होइन? जानिसक्नु भएको छ नि। अब कर्मवाच्य, कर्मवाच्य भनेको के त? कर्तृवाच्य भनेको कर्ताको आधारमा, अझै सम्झिनु है, कर्ता जे छ कर्ताको लिङ्ग, वचन, पुरुष, आदर आदिका आधारमा क्रियाको प्रयोग हुन्छ, त्यो कर्तृवाच्य। अब हामी कर्मवाच्यतिर जाउँ। यसमा
कर्मलाई उद्देश्य मानेर, कर्मलाई कर्ता मानेर त्यो कर्मको आधारमा लिङ्ग, वचन, पुरुष, आदरका आधारमा क्रियापदको प्रयोग भएको हुन्छ। कर्मवाच्य चाहिँ त्यस्तो हुन्छ है। हामीले अघि नै हेरिसकेका छौँ। सकर्मक क्रियाबाट मात्रै कर्मवाच्य बन्छ। यो कर्मवाच्य बन्ने भनेको सकर्मक क्रियाबाट मात्रै कर्मवाच्य बन्ने गर्दछ। अकर्मकबाट के बन्छ? भाववाच्य है। जानिसक्नु भएको छ। अब नर्मदाद्वारा पुस्तक पढिन्छ, यो वाक्यमा हेर्नुहोस्, नर्मदा कर्ताको रूपमा, पुस्तक पढिन्छ छ। पुस्तक नर्मदाद्वारा पुस्तक पढिन्छ, नर्मदाद्वारा यो कर्तामा द्वारा लगाएपछि यो करण कारकको रूपमा रहन्छ र पुस्तक पढिन्छ, पुस्तकलाई कर्ता मानेर। फेरि पुस्तकै कर्ता हो भनेको होइन, तपाईँहरूले यति बुझ्नु है त। यस्तो ध्यानमा लाउनु पर्यो, पुस्तक भनेको कर्म नै हो, तर कर्मलाई उद्देश्य वा कर्ताको रूप दिएर त्यसैका आधारमा त्यसको लिङ्ग, वचन, पुरुष, आदर के छ त्यसको आधारमा क्रियापदको प्रयोग गरिन्छ, त्यो कर्मवाच्य हुन्छ। यो यही छ। अब कर्मवाच्य सकर्मक क्रियाबाट मात्र बन्छ भनियो। यो सकर्मक क्रिया चाहिँ के हो त? अब सकर्मक क्रियाबाट मात्रै कर्मवाच्य बन्छ भनेपछि सकर्मक क्रिया चिन्नु पर्यो। सकर्मक क्रिया जसले कर्म लिन्छ त्यो सकर्मक हो, तर भनेर त हामीले बुझिसकेका छौँ। अझ अलिकति तपाईँहरूलाई चिन्नको लागि एउटा दुईटा चिज हेर्नुहोस्। सामान्यतया दिएको वाक्यमा कर्ता राखेर के र कसलाई भनी प्रश्न सोद्धा उत्तर आउँछ भने त्यो कर्म हुन्छ, र त्यस्तो कर्म प्रयोग भएको वाक्य त क्रियापद, कर्म प्रयोग हुने गरी आएको क्रियापद भएको वाक्य सकर्मक हुन्छ। त्यो क्रिया सकर्मक हुन्छ। राम घर गयो, राम के गयो? उत्तर आउँछ? आउँदैन हो। त्यसो भएकोले त्यो अकर्मक। तर म भात खान्छु, म भात खान्छु भने म भात खान्छु, म के खान्छु? भात, त्यो भनेपछि त्यो सकर्मक। यति बुझ्नु है। अब त्यसपछि कर्म चिन्नको लागि अझ अर्को तरिका बुझ्नु जरुरी छ। दिएको वाक्यलाई सामान्य भूतकालमा लैजाने वाक्य हुन्छ, जुन वाक्य त्यसलाई सामान्य भूतकालमा लाने। जस्तै राम सुत्यो, राम भन्न नै चलन छ। राम हामी सानैदेखि भनेको, अहिले पनि फेरि त्यही आयो। राम सुत्यो, राम सुत्छ, त्यसलाई सामान्य भूतकालमा लैजाउँ। राम सुत्यो, राम सुत्यो भन्दा कर्तामा ले विभक्ति लागेन, त्यसैले यो अकर्मक। तर भाइले खाना खायो, यस वाक्यमा भाइ भन्ने कर्ता छ भने त्यसमा ले विभक्ति लागेको छ, त्यसैले यो खायो क्रिया सकर्मक रहेको छ। यति बुझ्नु होला। यसै गरी अरू तपाईँहरू अभ्यास गर्न सक्नुहुन्छ। भाववाच्य कस्तो हुन्छ त? अब एउटा कर्ताको आधारमा क्रियाको प्रयोग एकदमै सजिलो बुझ्नु है। एकदम बुझ्दा अप्ठ्यारो जस्तो लागे पनि, झट्ट हेर्दा अप्ठ्यारो, तर त्यसलाई अप्ठ्यारो मान्नु हुँदैन, त्यो सजिलो छ। अब भाववाच्यमा जाउँ। कर्तृवाच्यमा कर्ता अनुसार क्रियापदको प्रयोग, कर्मवाच्यमा कर्मलाई उद्देश्य अथवा कर्ता मानेर सोही अनुसार क्रियापदको प्रयोग गर्ने, अनि भाववाच्यमा चाहिँ भाव नै प्रधान, भाव क्रिया नै प्रधान, क्रिया प्रधान हुने। यसमा क्रिया प्रधान हुन्छ। उदाहरणको लागि बहनी भएछ है, बहिनीबाट मजाले निदाइन्छ। यो कोठाभित्र नराख्न नि मिल्छ, मैले राखेर बनाएँ, बहिनी हो, यो बहनी भएछ, यसलाई सच्याएर पढ्नु होला। बहिनीबाट मजाले निदाइन्छ। यहाँ क्रियासँग, कर्तासँग क्रियाको कुनै किसिमको सम्बन्ध छैन। कर्ता काका भए पनि निदाइन्छ हो, आमा भए पनि निदाइन्छ हो, म भए पनि निदाइन्छ हो। यसरी वाक्यमा कर्ताको क्रियासँग सम्बन्ध नरहने र क्रिया नै प्रधान हुने युक्तिलाई भाववाच्य भनिन्छ। यो अकर्मक क्रियाबाट मात्र बन्दछ। अकर्मक क्रिया अघि हामीले कर्मवाच्य पढ्दाखेरि मैले भनिसकेको छु, तपाईँहरूले त्यसलाई बुझिसक्नु भएको छ। दिएको वाक्यमा के र कसलाई भनी प्रश्न गर्दा जवाफ आउँदैन, त्यो कर्म भएन। कर्म नभएको क्रिया अकर्मक हो। अकर्मक क्रियाले कर्म लिँदैन। त्यसै गरी दिएको वाक्यलाई सामान्य भूतकालमा लैजाँदा वाक्यमा ले विभक्ति लाग्दैन, त्यस्तो पनि
त्यसले कर्म नलिएको ठहर छ, त्यो अकर्मक क्रिया हो। त्यसरी यो अकर्मक क्रियाबाट मात्रै भाव वाच्य बन्छ। तर फेरि वाच्य परिवर्तन गर्दा कर्म र भाव छुट्याएर दिएन भने एकै किसिमबाट गरिदिनु भयो तपाईँहरूको पुग्छ, आफै हुन्छ। भाव वाच्यमा क्रिया प्रदान हुन्छ, कर्म रहेछ भने कर्मको आधारमा क्रियाको प्रयोग गरिन्छ, बुझिहालिन्छ। भाव वाच्यमा क्रियापद पुल्लिङ्ग हुन्छ, तृतीय पुरुष हुन्छ, एक वचन हुन्छ, अनादरमा हुन्छ। त्यहाँ काका मामा जो राखे पनि, दिदी भिनाजु जो राखे पनि एउटै क्रिया हुन्छ भाव वाच्यको सन्दर्भमा है। यति त हजुरहरूले बुझ्नुहुन्छ। अलि मैले छिटो भनेको छु भने फेरि तपाईँहरूले एकपटक यो भिडियोलाई स्किप बिस्तारै हेर्दै रोक्दै गर्नु होला। मैले विशेषतः मेरा प्रिय विद्यार्थी भाइ बहिनीहरू अनि नेपालभित्र रहेका र नेपाली भाषामा रुचि राख्ने, नेपाली पढ्नै पर्ने भाइ बहिनीहरू, विशेषतः विद्यार्थीहरूलाई लक्षित गरेर भिडियो रेकर्ड गरिरहेको छु। त्यसो भएको हुनाले यो पक्कै पनि लाभदायी हुनेछ। कक्षा शिक्षणका अनुभवहरूलाई समेटेर ग्रासरुटबाटै तयार गरिएको हुनाले अलि सबैको लागि सहयोगी हुनेछ भन्ने अपेक्षा छ। त्यसैले भाइ बहिनीहरू राम्रोसँग ध्यान दिएर सुन्नुहोला, हेर्नुहोला है त। अब अगाडि जाउँ। वाच्य परिवर्तन। यहाँ कर्म वाच्यमा लैजाँदा के हुन्छ त? कर्म वाच्यमा लैजाँदा म पुस्तक पढ्छु, तपाईँहरूलाई सोच्नको लागि हो। यसको कर्म वाच्य के हुन्छ? हामी एकछिन पछाडि नियम पढ्छौँ, तर तपाईँहरूलाई उदाहरण देखाइदिँदैछु। म पुस्तक पढ्छु, हेर्नुहोस् त, मबाट पुस्तक पढिन्छ, यसै गरी गर्ने है। अर्को हेर्नुहोस्, हामी पुस्तक पढ्छौँ, मैले पुरुषहरू सर्वनामहरू राखेर तपाईँहरूलाई सजिलो हुन्छ र त्यसपछि पछिल्लो सिकाइ सहज हुन्छ भनेर बनाएको हुँ। हामी पुस्तक पढ्छौँ, हामीबाट पुस्तक पढिन्छ, पुस्तक पढिन्छ। कर्तृवाच्यमा म पढ्छु, कर्मवाच्यमा पुस्तक पढिन्छ, पुस्तकलाई कर्ता मानेर गर्ने। त्यस्तै गरी यो हेर्नुहोला। कर्तृवाच्यबाट कर्मवाच्यमा कसरी लैजाने त? हेर्नुहोस् त, दिएको कर्तामा द्वारा अथवा बाट थप्ने। यसो गर्दा त्यो करणकारक बन्छ। करणकारकतिर धेरै टाउको नदुखाउनु होला। त्यो कहिलेकाहीँ कारक र विभक्ति छुट्याउँदा पनि हामीलाई सजिलो हुन्छ भनेर यहाँ जोडिएको हो, राखिदिइरहेको छ। करण बन्यो, अब के गर्ने भनिरहनु परेन। करण बन्छ, करणकै रूपमा रहन्छ त्यो। यसलाई तपाईँ कर्ता नै सम्झिराख्न सक्नुहुन्छ। तर पहिला भएको कर्मलाई कर्ताको रूप दिने। अब तर भनेको थिएँ नि, कर्मलाई चाहिँ कर्ता बनाउने। अब अनि कर्ममा लाई विभक्ति लागेको छ भने हटाउने, सबै ठाउँमा लाग्दैन, नलागेको चिजलाई हटाउने झन्झट गरिरहनु परेन। क्रियापदको धातुमा इ थप्ने, जहाँ धातु छ, अब उदाहरणबाट तपाईँहरू बुझ्नुहुन्छ। धातुमा इ थप्ने, जस्तो खान्छको खाइन्छ, खायोको खाइयो, खानेछको खाइनेछ। खा धातुमा इ पछि नेछ थपेपछि खाइनेछ हुन्छ। अनि कर्ताको लिङ्ग, वचन, पुरुष, आदर, त्यसका आधारमा जुन कालमा वाक्यहरू दिएका छन्, ती वाच्य प्रयोग भएका वाक्य त्यही कालमा त्यही पक्षमा मिलाएर राख्ने, अन्यथा त्यो मिल्दैन। यसरी हेर्नु होला है। अब अलिकति उदाहरण हेरौँ। निर्जला लिची खान्छन्। निर्जला कर्ता, लिची कर्म, खान्छन् क्रिया। यो निर्जला खान्छन् कर्तृवाच्य हो। निर्जलाको अनुसार, कर्ताको अनुसार क्रियाको प्रयोग छ। अब हेर्नुहोस् त, निर्जलाद्वारा लिची खाइन्छ। निर्जलामा द्वारा थप्ने, थपियो। लिचीलाई त छैन त्यहाँ, लिची नै राख्ने। अब लिचीलाई चाहिँ कर्ता बनाउनु भनेको छ क्या। लिचीको आधारमा, यहाँ लिची छ नि, यो लिचीको आधारमा खाइन्छ क्रिया बनाउने, लिची खाइन्छ। निर्जलाद्वारा लिची खान्छन् बनाएको भए बिग्रिन्थ्यो। यति त बुझ्नुहुन्छ। सोच्नु त कि होइन? हो नि है। विष्णुले निमन्त्रणा कार्ड बाँडिन्। विष्णु नाम गरेकी नानी छिन्, यिनले निमन्त्रणा कार्ड बाँडिन्, एउटा वाक्य भयो। यो कर्तृवाच्यको छ। यसलाई कर्मवाच्यमा लैजाँदा विष्णुबाट दिएको कर्तामा द्वारा थप्ने अथवा बाट थप्ने भन्यो। थप्यो, थप्नु पो होइन हो। निमन्त्रणा कार्ड यहाँ कर्मका रूपमा आएको छ। के बाँडियो? निमन्त्रणा कार्ड। यो निमन्त्रणा कार्डका आधारमा क्रियापदको प्रयोग गर्ने। निमन्त्रणा कार्ड बाँडियो। निमन्त्रणा कार्डलाई कर्ता बनाएर
त्यसका आधारमा क्रियापदको प्रयोग गर्नुहोला। त्यति त गर्न सक्नुहुन्छ। अहिले हामीले पढे जस्तै भर्खरै पढेका थियौँ नि, त्यसै गरी यो बनाउने। अर्को हेर्नुहोस्, कोपिला छोरीलाई पढाउँछिन्। कोपिला कर्ताको रूपमा आएकी छिन्, पढाउँछिन् क्रिया भयो। अब यहाँ छोरीलाई के हो त भन्नुहोस् त, के हो सम्झिनुहोस्। कसलाई पढाउँछिन्? छोरीलाई हो। त्यसो भएको हुनाले यो के रहेछ? थाहा भइसक्यो, कर्म नि है, कर्म। त्यसो भए अब यहाँ कोपिलाद्वारा बनाउने, नियमअनुसारको द्वारा। छोरी चाहिँ के भयो? कर्म भयो। कर्मलाई कर्ता बनाउन छोरी पढाइन्छ, छोरीलाई चाहिँ पढाइन्छ बनाउने है। यति गर्न सक्नुहुन्छ। यसरी यो कर्म वाच्यमा लैजाँदा तपाईहरुले सजिलैसँग लान सक्नुहुन्छ। यो धेरै अप्ठ्यारो छैन, सजिलो छ, तर थोरै ध्यान दिनु होला नि। ध्यान अलिकति पुगेन भने समस्या हुन सक्छ। अब अगाडि जाउँ। कर्म वाच्यबाट कर्तृवाच्यमा कसरी परिवर्तन गर्ने त भर्खरै हामीले कर्तृवाच्यलाई कर्म वाच्यमा लग्यौं। त्यसो गर्दा कहाँद्वारा थप्यौं, कहाँबाट थप्यौं, कहाँ यी थप्यौं, सबै याद गर्नु त। कर्तामा द्वारा थप्या छौं, बाट थप्या छौं। कर्मलाई कर्ता बनाएका छौं र क्रियाको धातु क्रियापदको सन्दर्भमा धातुमा यी थपेर काल कुन कालमा छ सोही अनुसार गरेका छौं। त्यति गरेपछि त अब त्यही चिज यहाँ घटाइदेऊ, त्यो आफै बन्छ। हेर्नुस्, कर्तामा रहेको द्वारा र बाट हटाउने, त्यसलाई कर्ता नै बनाउने। अघि हामीले के बनाएका थियौं? कर्तालाई छोडेर कर्मलाई कर्ता बनाएर गएका थियौं। हेर्नुस् त, काकाबाट पुस्तक लेखियो। यहाँ यसलाई बनाउँदा काकाबाटलाई बाट हटाउने, कर्ता नभएको अवस्थामा आफैले राख्ने। कहिलेकाहीँ पुस्तक लेखियो मात्रै दिएको छ, त्यसलाई कर्तृवाच्य बनाउनु भन्यो भने आफैले एउटा कर्ता राख्ने। त्यस्तो कर्ता राख्दा प्रथम पुरुषका सर्वनामहरू राख्दा अलि राम्रो हुन्छ। उद्देश्यको रूपमा आएको कर्मलाई कर्मकै रूप दिने। अब पहिले हामीले यहाँ हेर्नुस्, यो पुस्तक लेखियोमा पुस्तकलाई लेखियो, पुस्तक लेखियो, यहाँनिर यो कर्मलाई उद्देश्यको रूपमा ल्याएका थियौं, उद्देश्य बनाएका थियौं। तर तपाई फेरि कर्ता थिएन त, कर्ता त काकाबाट नै छ भन्नु होला, त्यो पनि ठिक छ। तर पुस्तकलाई मैले तपाईलाई बुझाउनको लागि भन्दैछु, पुस्तक भन्ने कर्म छ, त्यो कर्मलाई कर्ता ठान्नु होला। कर्ता ठानेपछि पुस्तक लेखियो, कर्ताको आधारमा क्रियापदको प्रयोग हुने भएको हुनाले यसलाई उद्देश्य मानिएको थियो। अब यो कर्मलाई कर्मकै रूपमा राख्नु, यो काकाले लेख्नु भएको हुनाले ले विभक्ति लाग्यो, पुस्तक जस्ताको तस्तै राख्नु। त्यसपछि क्रियाको धातुमा रहेको ई हटाउने, लेखियो, लेख प्लस ई, अनि यो लेखियो थियो। अब ई हटाउनु, काकाले पुस्तक, काकाले त काकाको आदरार्थी हो, लेख्नु भयो, बनाउनु पर्छ, पर्दैन? पर्छ। त्यसैले तपाईहरुले बनाउनु भएको भइरहेको छ। त्यसैगरी उनीहरुद्वारा गीत गाइनेछ। हेर्नुस्, यहाँ उनीहरुबाट द्वारा हटाउने, गीत गीत छँदैछ, गाइनेछ, उनी गीत गाइनेछ हुँदैन नि। त्यसो भएको हुनाले उनीको अनुसार क्रियापद गाउ धातु, धातुबाट ई हटाइयो, गाउने छिन् बनाउने। यसो गर्न सक्नुहुन्छ। त्यसैले कर्ताको लिङ्ग, वचन, पुरुष र आदर अनुसार क्रियापद मिलाउनु पर्छ। यो कुरामा ध्यान दिनु होला। अब त यो पनि सक्नुहुन्छ हैन? ल, धन्यवाद। अब अगाडि जाउँ। कर्तृवाच्यबाट भाववाच्यमा परिवर्तन गर्नु पर्यो। भाववाच्यमा कसरी परिवर्तन गर्ने त? अप्ठ्यारो छ कि जस्तो लाग्ला, तर त्यस्तो आत्तिनु पर्ने छैन, यो सजिलै छ। कर्तामा द्वारा र बाट राख्नु, कर्ता हुन्छ नि, त्यसमा द्वारा बाट राखिहाल्ने। अघि हामीले कर्मवाच्य बनाए जस्तै। कहिले कहिले कर्ता हटाउन पनि सकिन्छ, कर्ता हटाएर पनि मिल्छ। यो कर्ता चाहिँ ऐच्छिक हो, द्वाराबाट ऐच्छिक होइन, कर्तै हटाउन सकिन्छ। अनि म भन्ने कर्ता आएको छ, कर्तामा म सर्वनाम छ भने त्यसलाई आफू बनाउन सकिन्छ। त्यसपछि क्रियापदको धातुपछि ई थप्ने, यसमा कर्मलाई उद्देश्य बनाउनु पर्छ भनिरहनु परेन, यसमा कर्म हुँदैन, धातुपछि ई थप्ने। त्यसपछि क्रियाको काल, पक्ष, भाव केही परिवर्तन नगर्ने, जुन वाक्यमा दिएको वाक्यमा जुन काल, पक्ष, भाव छ सोहीमा लैजाने।
तर त्यसो गर्दा अलिकति हेर्नु, काल र पक्ष परिवर्तन नगर्ने, तैपनि त्यसो गर्दा क्रियापद चाहिँ जहिले पुल्लिङ्गको हुन्छ, एकवचनकै हुन्छ, तृतीय पुरुषकै हुन्छ, अनादरकै हुन्छ। यो चाहिँ याद गर्नु है त। अघि सुरुमा भाव वाच्यमा पनि मैले भनेको छु, त्यहाँ अलिकति स्मरण गर्नु त। जस्तो भाइ निधायो, भाइ निधायो, भाइद्वारा निधाइयो। यो भाइद्वारा हटाइदिनु भयो, राख्नु भएन भने पनि, भनेको कोठामा मात्रै राख्नुभयो भने पनि मिल्छ। तर तपाईँहरूले सिक्दै गर्दाखेरि त्यो गर्दा अलमल हुनसक्छ। त्यसैले भाइद्वारा राख्नु, कोठाभित्र पनि नराखी गर्नु। अहिले पछिल्ला कक्षाहरूमा गएपछि गरौँला। निधायोको त्यही एउटै धातुमा निधाउ भन्ने धातुमा ई बनाउने, निधा भाइद्वारा, भाइ हटाइ छोडिदिनु, निधायोको निधाइयो, खान के अरे सुत्छको सुतिन्छ, यसरी नै बनाउने। तर त्यसो गर्दाखेरि यो कर्तामा भाइ राखे पनि, आमा राखे पनि, मामा राखे पनि, काका राखे पनि, म राखे पनि, ऊ राखे पनि, त राखे पनि, सब भनेको जुन जुन कर्ता राखे पनि निधाइयो नै हुन्छ। केही सन्दर्भहरू छन् जहाँ वाच्य परिवर्तन हुँदैन। ती वाच्य परिवर्तन नहुने सन्दर्भहरू के हुन् त? हेर्नुहोस् त, हो, छ, थियो जस्ता सहायक क्रिया मुख्य क्रियाका रूपमा आएका छन्। मसँग पुस्तक छ, ऊ डाक्टर हो, हाम्रो देश नेपाल हो, यस्ता छ नि। हो, यस्तोको वाच्य परिवर्तन हुँदैन। अर्को हेर्नुहोस्, गुणबोधक विशेषणसँग आउने क्रिया भएको वाक्य पनि परिवर्तन हुँदैन। कमिलो सानो हुन्छ, ग्रीष्ममा गर्मी बढ्छ, सानो हुन्छ, गर्मी बढ्छ। हेर्नुभयो। त्यसै गरी निष्क्रिय कर्ता प्रयोग भएको वाक्यमा पहिरो गयो, आँखा पोल्यो, हेर्नु त, मोबाइल फुट्यो छ होइन, यिनीहरू निष्क्रिय कर्ता हुन्। त्यसो हुँदाखेरि यिनीहरूमा निष्क्रिय कर्ता प्रयोग भएको अवस्थामा वाच्य परिवर्तन हुँदैन। त्यसै गरी विशेषणमा ई लागेर बनेका नाम धातु भएका क्रियापदबाट भएका वाक्यहरू तपाईँहरूले धातु पढिसक्नु भएको छ। सामान्य धातु, नाम धातु, प्रेरणार्थक धातु। प्रेरणार्थक धातु एउटा प्रक्रियाको भयो। नाम धातु भनेको नामिक पदमा ई वा याउ लागेर बन्छ भनेर पढाएको छौँ होइन। हो, त्यो नामिक पदमा लागेर बनेका, जस्तो होचोलाई होचिनु, होचोको क्रिया बनाउँदा होचिनु, नु झेकेपछि होची धातु भयो। मोटोको मोटाउनु, मोटाउ आउ लागेर बन्यो। त्यस्तै खालका यी लागेका जतिमा चाहिँ हुँदैन। जस्तो आफ्नै कारण उसको प्रतिष्ठा होचियो, यहाँ होचियो भने चाहिँ यसलाई वाच्य परिवर्तन गर्न सकिँदैन है। अब अगाडि जाउँ। हामीले लगभग मोटामोटी वाच्यको बारेमा धेरै जानकारीहरू पाइसकेका छौँ। प्रिय विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले यही भिडियोलाई आधार मानेर आफूले कक्षामा पढेको विषयवस्तु, व्याकरणका पुस्तकहरू र आफूले पढेका विषयहरूका साथमा यो भिडियोलाई आधार मानेर अगाडि बढ्नुभयो भने पक्कै पनि तपाईँहरूका वाच्य सम्बन्धी समस्याहरू समाधान हुनेछन्। र सकेसम्म यही भिडियोबाट मात्र पनि 1-2 पटक हेरिसकेपछि केही वाच्य सम्बन्धी धारणा भएका विद्यार्थी भाइ बहिनीहरूले सजिलै वाच्यको धारणा प्राप्त गर्न सक्नुहुन्छ, ग्रहण गर्न सक्नुहुन्छ भन्ने अपेक्षा गरिएको छ। अब यो पहिलो भिडियो हो, यसमा थुप्रै त्रुटिहरू भएका हुन सक्छन्। त्यसमा नेपाली भाषाका अग्रज विद्वानहरू हुनुहुन्छ, उहाँहरूबाट पनि मैले सुझावको अपेक्षा गरेको छु। म लक्ष्मीप्रसाद घिमिरे, सुनकोशी माध्यमिक विद्यालय खाङसाङ फिक्कल गाउँपालिका 4 सिन्धुलीको मावि शिक्षकको तर्फबाट फेरि यो हेरिदिनु भएकोमा, सुनिदिनु भएकोमा हार्दिक धन्यवाद, आभार प्रकट गर्दछु। अहिले भिडियोबाट ओजेलिन्छु। नमस्कार, धन्यवाद।